नमस्कार सबैजनालाई। आज फेरि एउटा इम्पोर्टेन्ट प्रब्लम लिएर आउँछु म। द भ्यालु अफ समेसन आर स्टार्टिङ फ्रम 1 to 89 log e बेस tan 8 डिग्री भनेर हैन। अब यसमा हामीले 1 बाट स्टार्ट गरेर 89 सम्म जानु पर्यो। r को भ्यालु राख्दै जानु भयो भने यहाँ के पाउनु हुन्छ भने log tan 1 डिग्री प्लस log tan 2 डिग्री प्लस log tan 3 डिग्री प्लस डट डट प्लस लास्टमा के पाउनुहुन्छ tan 89 डिग्री। अब यसमा log को प्रोपर्टी के हुन्छ भने log a प्लस log b छ भने हामी इन्टुमा राख्न पाउँछौँ यसलाई। त्यही भएर यसलाई के गर्न पाउनुहुन्छ log tan 1 डिग्री इन्टु tan 2 डिग्री इन्टु tan 3 डिग्री डट डट tan कति डिग्री 89 डिग्री हुने भयो। अब यहाँ हेर्नुस्, यो कुरा एउटा कुरा नोट गरिराख्नुपर्छ हजुरहरूलाई। थीटा प्लस बीटा बराबर यदि 90 डिग्री छ, इफ थीटा प्लस बीटा 90 डिग्री छ र कतै पनि यदि tan थीटा इन्टु tan बीटा आउँछ भने यसको प्रोडक्ट 1 हुन्छ अलवेज। यो कुरा नोट गरिराख्नु पर्यो भनेर, बिकज बीटा इक्वल्स टु 90 माइनस थीटा हुन्छ र यहाँ बीटाको भ्यालु राख्नुभयो भने tan 90 माइनस थीटा भनेको cot थीटा हो र cot इन्टु tan त 1 हुने भयो। त्यही भएर अब यही कुरा चेक गरौँ हामी यसमा। जस्तै यहाँ 1 डिग्री छ, यहाँ 89 डिग्री छ, सम गर्दाखेरि कति भयो 90, यानी प्रोडक्ट 1 हुने भयो। सिमिलरली यहाँ 2 डिग्री छ र यसको अगाडि के छ 88 डिग्री छ, दुईटैलाई जोड्दाखेरि फेरि 90 भयो। सबैको त्यस्तो गर्दा मिल्छ एक्सेप्ट 45 डिग्री, तर tan 45 अलरेडी 1 हुन्छ। त्यही भएर यसको प्रोडक्ट कति हुने भयो log कति हुने भयो यसको प्रोडक्ट हुने भयो। यसको प्रोडक्ट तपाईले के गर्नु पाउनु भयो भनेको log 1 पाउनु भयो र log 1 भनेको त हाम्रो भ्यालु कति हो 0 हो। त्यही भएर यसको आन्सर के भयो C हुने भयो।